हजुरहरूलाई फेरि पनि मारी ब्लग्समा स्वागत छ। म अहिले क्याफेमा छु। यहाँ ठ्याक्क सन्चै हेलो सन्चै आरामै हुनुहुन्छ? ह्याप्पी न्यु इयर सन्चैलाई पनि ल। हेलो हेलो हाई, के छ? यता हेर दिपल आफ्टर लङ टाइम। यो मेरो भाइ सुदीप भाइ, के छ? वेलकम टु द जङ्गल। हो मेरो भाइ, के छ? मिठो पानी परेछ आज। गोरु आमा के सेक्सी हरा त भाग्दै। वाइ नट कोकोनट, वाइ नट कोकोनट यस्तो ल एकछिन। क्या तिमी त्यस्तो नगर न यार। पानी परेछ साथीहरू होइन, यस्तै छ। सुरज खै त नि? सुरज छैन? ल के गर्दै बस्नुभएको? कटिङ गर्दै हुनुहुन्छ है? ल ठिक छ, व्यापार राम्रै छ हाम्रो लिलबीमा होइन। ल म पनि टक्क हुँदै रहेछ। पानी पऱ्यो साथीहरू आज त यार। आज अलिक ढिलो निस्केको घरबाट, किनकि हिजो रातिबाट पानी परेछ नि त। अनि ट्याक्क लाएर अब एकछिनमा मालिकसँग पनि भेट हुन्छ हाम्रो होइन। एकछिन यहाँ बस्नु पऱ्यो, पानी पऱ्यो। ठ्याक्क अङ्कल पनि आउनुभएको छ। हाम्रो कृष्णमान तिमिल सिन्हा सर हुनुहुन्छ, उहाँ चाहिँ ओनर अफ दिस क्याफे होइन। अब के भन्छ साथीहरू होइन, आज दिपासँग बोल्नुपर्छ भनेर म चाहिँ क्याफे टक्क फेरि उपस्थित भएको कि। दिपाको ड्युटी रहेछ ट्याक्कै, अब दिपासँग गफ हुन्छ मेरो। लभली पानी पऱ्यो साथीहरू यार। ल अहिले चाहिँ म यहाँ बसिरहेको ठ्याक्क मेरो कोसँग भेट भयो भन्दाखेरि मेरो साइको डाँडाको भ्लग तपाईँहरूले हेर्नुभयो होला पुरानो होइन। त्यसपछि भाइलाई लगभग अहिले आफ्टर लङ टाइम कति भयो? धेरै भयो होइन। धेरै भयो भन्ने मान्छे तपाईँहरूले देख्नु मात्रै। ल हेर्नुहोस्, यस मेरो सुनिल भाइ के छ? अनि जिमहरू गइरहेको छु, बेला बेलामा गइरहेको छु। ठिक छ मेरो भाइ। अनि धेरै भयो हामी भेटघाट नभएको होइन। अब त्यस्तै हो। अब म अहिले अलिकति समय मिलेन। अब कन्टेन्टको लागि म पनि हिँडेको नि त आफ्नो अहिले गर्दा के गर्दा अब भ्लगहरू दिनु पऱ्यो सुरजहरूलाई होइन। ब्याक टु ब्याक भनेर मैले पनि दिइरहेको छु। हो सुरज भाइ, हो मेरो भाइ कहाँ हो? अघि त दिनु त यार। यहाँ त कहाँ हो? कमन 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 यार मेरो भाइ। सुरज भाइ एकदम बिजी छ, फ्लाइट चलिरहेको छ है। ओहो यस्तो पानी पर्दा नि हेर्नु त ल, फ्लाइट स्टिल होइन। पोखरामा चाहिँ जस फ्लाइट चाहिँ मिठो उडान भइरहेको छ पोखराद्वारा चाहिँ काठमाडौँसम्मको। तिमीले मलाई मिस गरेर रहेछ। अनि के त तिमीले फोनसोन गर्नुपर्छ। मेरो नम्बर छैन भने छैन भन्नु पऱ्यो, म दिइहाल्छु। अनि न्यु इयर, ह्याप्पी न्यु इयर साथी यार। न्यु इयर कस्तो भयो? राम्रो भयो। डेटिङ त गएनौ? सियर गयो तिमी? यहाँ काम गरेको थिएँ, अनि यहाँ काम गरिन दिस रात भुल्दो काम गर्छ त तिम्रो जम्मा 6 to 7 आवर्स मात्रै हुन्छ। गरेर त गरेकै सियर। डेटिङ त गयो। अब म त अन्त मेरो त्यो उसको भ्लग आइरहेको छ त। म त हामी उसकै घान्द्रु गएको थियो क्या, 4 जना साथीहरू घान्द्रु गएको थियो। अनि त्यही न्यु इयर मनायो। भोलिपल्ट न्यु इयरमा चाहिँ सब मेरो युट्युब फ्यामिलीको लागि चाहिँ यसो देखाउनु पऱ्यो नि त सिन भनेर चाहिँ गाउँ भिलेज चाहिँ भिजिट गरेको थियो क्या हामी चाहिँ। त्यही हाम्रो त्यसरी नै गयो। अनि अरू भनौँ अरू के छ? यस्तो हिजो नै भन्छ यार मिडिया हो कि साथीहरू। ल हेर्नु त आफ्टर लङ टाइम तपाईँहरूले पनि दिपालाई देखाउनु आउनुभयो। ल त्यही छ भने कमेन्ट गर्नु है। दिपालाई बेला बेलामा ल्याइराख्नु पऱ्यो भने तपाईँहरूले मलाई कमेन्ट गर्नु। म दिपालाई बेला बेलामा क्याफेमा आएर चाहिँ म चाहिँ दिपासँग चाहिँ भ्लग गरिरहेको हुन्छु कि। गर्नु नि पर्ने हुन्छ होइन र? अब त भन केही कहिले भेट्ने अब भनौँ न। आइफोन किन्नेको भेट्ने हो साँच्चै? ल यस्तो क्या हात छोड्दै छोडिदिनु नि फेरि यार। ल साथीहरू म निस्किनु लाग्यो क्याफेबाट है। ल दिपा यता हेर्दा पनि एकचोटि। ओ माई गॉड गाइस, म मारी दोस्तसँग पनि भेट भइसक्यो। हेलो मेरो दोस्त। यस्तो तान्दा नि यस्तो हुन्छ कि यस्तो ग्याङ नगर्नु भन्थ्यो। ल ग्याङ बेसी सुरु भइसक्यो होइन। ल हामी चाहिँ अब बिस्तारै अगाडि लाग्दैछौँ। हेर्नु पानी परिरहेको छ अझै पनि।
ल अहिले चाहिँ हामी चाहिँ बुढी बजारमा आएर चाहिँ साथीहरू कफी खानु लाग्यो कफी र मैले चाहिँ कफी खाँदिनँ अहिले चाहिँ होइन मैले चाहिँ हटले पनि खाँदैछु दोस्रो चाहिँ मोबाइल चलाउँदैछ अब स्यागिदाई नै आउँदैछ हामी स्यागिदाईलाई यहीँ बोलाएको यहीँ भेटेर अन्त हामी फेरि माथितिर यसो निस्किन्छौँ हामी चाहिँ अघिसम्म पानी पऱ्यो हेर्नु अहिले कस्तो घाम लाग्छ हेर्नु है ल हेर्नु त घाम लागिसक्यो ट्याक्कै ठाउँको के हो मौसम पनि यार घोडा गएको देखियो यार ठ्याक्कै ल ब्याक टु ब्याक हाम्रो स्यागिदाई पनि आइसक्नु भएको छ ओ स्यागिदाई के हो नि भेटघाट गाह्रो यार हिजोको आज यार ग्याङ हो तेरिका तपाईँ अझै अघि पानी परेर वहीँ उस हुनुभएको कस्तो पानी पर्थ्यो र पानी त खासै नपरे हो त डेन्जर पर्छ पानी त कफी खाने हो कि हिँडिहाल्ने हामी भन्नु क्यार्ने कफी खाने हो क्यार्ने भन्नु लाइन छैन नि त फेरि यहाँ पनि ए लाइन छैन ल हामी पनि सायद नि आउनुभयो अब हामी चाहिँ माथितिर लाग्छौँ होइन किन लाग्दैछौँ भनेर म अहिले तपाईँहरूलाई भन्छु पहिला हामी यहाँबाट चाहिँ निस्क्यौँ है ल हामी चाहिँ कहाँ आयौँ भन्दाखेरि साथीहरू चाहिँ स्विस ट्रेकिङ इक्विपमेन्ट स्टोर्समा आइपुग्यौँ है भर्खर चाहिँ किन आएको भन्दाखेरि हामी चाहिँ हाम्रो स्यागिदाईको लागि चाहिँ सो अब कतै हिँड्ने प्लानिङमा हुनुहुन्छ हाम्रो सागर दाई चाहिँ कहाँको यात्रा हो सागर दाई भन्नु थाहा लामै होला जस्तो छ 8-10 दिनको ट्रेन छ अब हो त्यो सेतो 4 हुन्छ के 4 हुन्छ दाइ यो 2XL त सानो हुन्छ जस्तो लाग्यो के मलाई हो नाप्नु न नाप्नु ट्राई गर्छु हाई दिदी दाई कता हुनुहुन्छ त नि दाई भाइ पनि थियो क्या हामी पोहोर पनि आएको थियौँ सम्झेर आएको डाइरेक्ट स्विस भनेर छ यहाँ ठिक ठिकैको सामानहरू कोरी जाने बेलामा नि म कोरी जाने बेलामा पनि आएको थिएँ यहाँ काठमाडौँकोहरू लिएर गएको थिएँ सेतो होइन कि त सेतो मैलो ठिकको हो भित्र पनि छ है डबल लियर है ल के भन्छ अरे कलर झिकिदिनु न ल ट्रेकिङको सामानहरू चाहियो भने साथीहरू ठ्याक्क लेक साइड हलनचोक स्विस ट्रेकिङ इक्विपमेन्ट स्टोरमा आयो भने तपाईँहरूले दामी दामी पाउनुहुन्छ यहाँ मेरो भ्लग हेरेर आउनुभयो भने झन् दिदीहरूले अलिकति डिस्काउन्ट पनि दिनुहुन्छ होइन र दिदी हो नि हुन्छ होइन स्योर अफकोर्स भन्नु न त्यही छ नि हाम्रो धेरै रेट लिएर गइसक्यो सामान के भन्छ अरे स्टिक त उस भएर चाहिँ मारिदिनुहोस् ड्यामेज भएछ सबै ड्यामेज छ अरे लाँदा लाँदा ड्यामेज भयो अरे कि त्यो घर राखेर पनि ड्यामेज भएको हो कि ल दिदीले बार्गेनिङ गरिदिनुहुन्छ हाम्रो टुरिस्टसँग ल दोस्रो टोपी ट्राई हान्दैछ सागर दाइ हजुरको भयो सबै होइन के लिनुभयो जुत्ता ज्याकेट ट्र्याक है ए ल त्यति भएपछि त पुगिहाल्यो नि साथीहरू ल हाम्रो यात्रा चाहिँ अहिले नभनौँ होइन हामी पर्सितिर लाग्छौँ होला सो द्याट्स अब अहिलेदेखि चाहिँ हल्का तयारी गर्दै गरेको है अब मिठो मिठो कन्टेन्ट आउँछ तपाईँहरूलाई 8-10 दिनको चाहिँ होइन हेर्दै गर्नु होला होइन माया देखाउनुहोस् साथसाथै अनि तपाईँहरू ट्रेकिङ कतै जानुहुन्छ भने चाहिँ स्विस ट्रेकर्समा आउन सक्नुहुन्छ यहाँ दिदी उहाँ हुनुहुन्छ के अरे ठ्याक्कै केटाहरू सबै घर घर गइसक्यो अनि म चाहिँ ठ्याक्कै अहिले लिल्बी क्याफे आएको को छ भनेर हेर्नु पर्दाखेरि हाम्रो ओहो हेलो के छ हेलो ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ओ माई गॉड के बनाएको यस्तो दामी बनाएको छ त आहा ए ल तिमीहरूलाई मेरो भ्लगमा स्वागत छ भन्न बिर्सेछु के झापे आउने बित्तिकै देखेको ओ मोटो भएको छ के छ बाबु ओ मेरो भाइ आइकेछ भन्छ म भएको छु माथितिर गएर आएको कि चक यहाँको यस्तो चिल भाइ फरि हेलो लोकेसन सिसाबाट तलकै विश्वविद्यालय जाने बाटो छ नि
हो त्यही कामरा टोलमा गोले हाउस किन्नुहुन्छ गोले हाउस पिपल डाली मार्गमै हो त्यसको पारिपट्टिको मार्ग कामरा मार्ग हो कि ओके ल अनि के छ तिमीलाई भ्लगमा आमा कसम एलिना त कति राम्रो देखेको यता हेर न ओ माई गॉड अनि सुन न कलेज भ्याइयो यातिरको त बर्थडे गर्लहरूलाई आमा कस्तो तिमीहरू म त तिमीहरू छैन होला हामी त गइसक्यो हामी त यहीँ रहेछ है प्रकृति अनि के छ त नि भन न केही छैन ओ माई गॉड एलिनालाई पो भेटे आज त यार यता हेर न आकृति ए हेर गाइजहरू हेर हाम्रो यस्तो भर्खर भर्खर लेडिजहरू यस्तो लाज मान्ने किन हो भनेको लाज मान्ने लाज किन बाबा भनिदेऊ न कस्तो दोस्त भनेको कस्तो राम्रो आएछ ल यहाँ बहिनीहरूलाई नि भेट भयो ल बहिनीहरू पनि अब घर जान लागेको रहेछ ल ह्याप्पी बर्थडे फेरि पनि ल राम्रोसँग जाऊ घर ओके हाई गर न के हो आमा एलिना प्रकृति यता हेर प्रकृतिले त स्योर भन्छ वा यार ल म पछाडि हुन्छु है ल ल यता केटाहरूको पनि हुक्का बार चलिरहेछ हेलो 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 आमा भाइहरूको दह्रो चलिरहेको छ फेरि स्नेकर हेलो हेलो ओ माई गॉड यार ओ आशिष भाइ यार हाम्रो लङ टाइम यार ओ राको साथी यार के छ ओ गोरे भाइ हामी बिहान पनि भेट भएको ओ हात्ती लङ टाइम नो सिकायो किन ओ दुईजना आमा गाइजहरू त फेरि नबोलिकन पुरा काले भाइ भाइ लजाइरहेको छ क्या यस मेरो डेनी भाइ डेनी डेङचङ पा केटाहरूको यहाँ लभली पार्टी चलिरहेको रहेछ गाइजहरू होइन ल अब हाम्रो शिशुवाली गाइजहरू यतिको चाहिँ हुनुपर्छ है एकदम ह्याप्पी ह्याप्पी ए हो रियल म्याड्रिड त रियल म्याड्रिडै भयो नि यार त्यसले जितेको है आर्सेनल जितेको यार मलाई फेरि फुटबलको बारेमा खासै नलेजै छैन होइन ल हरिब मासु सासु पाकेको छ ल यहाँ हुस्की सुस्की चलिरहेको रहेछ केटाहरूको ल ओ सुरज भाइ के छ अनि फुर्सल गएन आज आशिष भाइ कहिले आएको भनेको म 4-5 दिन भयो त यार यहीँ पोखरै आइपुगेको हजुर ए हो रमाइलो भयो बिरामी सिरामी त्यही भन केही भएन त यार मस्त घुमेर आए धेरै भएर ग्यास्ट्रिक चाहिँ भयो ओ माई गॉड यार ल साउट आउट टु हाम्रो के भन्छ रे हाम्रो उहाँ हेर्दो रहेछ कि सबले ल यो ल ल उहाँबाट हेर्नेहरू सबैजनालाई धेरै धेरै मनबाट धेरै धेरै माया छ है शिशुवाको गाइजहरू सबैबाट माया छ तपाईँहरूलाई चाहिँ शिशुवाको के चाहिन्छ हेर्नु पनि को देखिनुपर्छ भन्नु भ्याटकी भ्याट लिएर आउँछु म भिडियोमा अर्कै भ्लग सो खास अहिले त चेन्ज गरिदिएको मारी भ्लग्स भनेको कि ल अब ल्याबिस पारामा चाहिँ मैले खानु पर्ने हुन्छ है मासु चाहिँ ल केटाहरू सब हाम्रो ल्याबिस पारामा बसिरहेको रहेछ भुजासँग खाइदिनु न त ल के छ त निकाल्नु भयो ओ यिनीहरूले हुस्की खाएको रहेछ यस्तो गरेर लिएर कालेहरूले ल आज अब एकछिन हामी चाहिँ यहाँ बसिन्छ गफसफ गरिन्छ है त ल होइन साथीहरू अब ल्याबिस पारामा अहिले नि खाइरहेको छ म नि अब हामी दुई चाहिँ खाँदैछौँ यो लोकल हो फेरि होइन अब पानी पऱ्यो नि त आजको दिन पानी पऱ्यो सबैजना यहाँ भेला भएर गाइजहरू खाइरहेको रहेछ म नि ठ्याक्कै आइपुगेँ ल्याबिस पारामा मलाई पनि प्लेटमा सबै केटाहरूले चाहिँ दिएपछि मैले पनि खानु पर्ने हुन्छ ल्याबिस पारामा कस्तो छ हेरौँ है 1.5 वर्षको भाले 1.5 वर्ष भाले फेरि यता डेनी स्पोन्सर भाइ यो सबै स्पोन्सर हो ओ माई गॉड को हो यस्तो बेच्दै नि त हामी खाँदै गर्छौँ गफ गर्दैछौँ साथीहरू भिडियो हेरेर झ्याउन मान्दिनु है फेरि है ल ओके तल्लो गगन गौडा तिमीहरूले एकै ठाउँबाट किनेको यो कस्तो देखियो राम्रो छैन है ओ माय गॉड मेरो फुली
ओए यहाँ ए अनुसारी मेरो यहाँ फुली नै नोटिस गरेन भाइ ओए फुली ढाका नि ए हो र अरे के तर दोस्ताको त्यसले देख्यो अब म चाहिँ आज लिलबीमा छु होइन हेलो गाइस को कोलाई लिलबीमा आउनु मन लाग्छ त्यहाँ आउनुहोस् एकदम रमाइलो एकदम भाइब मिल्छ ओके अनि यहाँ म हजुरलाई एउटा अर्को स्टाफ प्रिभियस स्टाफ चाहिँ मिलाउन चाहन्छु प्रकृति गुरुङ ए गाइस मैले एउटा भन्ने कुरा एउटा मेन कुरा भन्नै बिर्सेको यहाँ यो उसलाई सब्सक्राइब लाइक कमेन्ट सेयर गरिदिनु हुन म अनुरोध विनम्र अनुरोध गर्दछु अनि उहाँ मेरो साथी हुनुहुन्छ उसको हेयर हेर्न सक्नुहुन्छ कति ब्युटिफुल छ लाइक 3, 2, 1 गो राजकुमार दाई नमस्कार र यो म यो के हो एलिनाको ब्लगमा ओ एलिना के छ एलिना कता हो एलिना हेर्नुहोस् गाइस यहाँ चाहिँ अहिले चाहिँ एकदम रमाइलो भएको छ होइन म चाहिँ एलिना हो ल अनि ऊ चाहिँ अनिसा हो अनि यहाँ बर्थडेको हेलो ह्याप्पी बर्थडे टु यु फेरि पनि वान्स अगेन अनि हाम्रो यहाँ ओनर दाइसँग मिल्न चाहनुहुन्छ भने हाम्रो हामीले काम गरेको मध्ये सबैभन्दा स्विटेस्ट ओनरहरू हाम्रो फेभरेट दाइहरू हामीले एकदम मिस गरिरहेको छौँ त्यही भएर हामी लिलबी आइरहेको छौँ त्यसैले भन्छौँ हजुरहरूलाई पनि त्यही भएर भनेको हजुरहरू पनि आइदिनु धेरै धेरै माया गरेर तपाईँहरू भिजिट गर्नुमा तपाईँलाई के चाहिन्छ जे भने त्यही यहाँ उपलब्ध गराउँछ यहाँको दाइहरूले हजुरहरूलाई कहिले एक्लो र कहिले नराम्रो फिल गराउनुहुन्न हजुरहरूलाई कहिले उहाँले एकदम महत्त्व र एकदम माया गरेर पठाउनुहुन्छ ल म यो चाहिँ ग्यारेन्टी र वारेन्टीको साथ भनिदिन्छु नो दाइहरूले हेर्नुहोस् यहाँको लाइटिङहरू पनि एकदम राम्रो छ होइन अनि हेर्नुहोस् गाइस के अरे हजुरहरू यहाँ फोटो खिच्न चाहनुभयो भने नि होइन छोटो यो लुक एट माई ब्युटिफुल लगायत अघि बहिनी बोलेको तपाईँहरूले देखिहाल्नु भयो फेरि नराम्रो नसोच्नु होला होइन मेरो त्यस्तो केही पनि इन्टेन्सन होइन बहिनीहरू आज टक्क क्याफे आएको थियो बर्थडे परेर आएको रहेछ रमाइलो गरेर त्यो साथसाथमा चाहिँ अहिले चाहिँ म राजन दाईसँग छु हेलो राजन दाई वेलकम छ तपाईँलाई मारी भ्लग्समा दाइ यार आफ्टर लङ टाइम म क्याफे आएको भेट पनि भयो खुसी लाग्यो दाइ यार हुँदैन कि है होइन यसो भ्लगको लागि बाहिर कन्टेन्ट खोज्दै यसो डुल्दै हिँडेको कि सब ठिकठाक छ है सबैले खाने सबैलाई भनेर लिएर आएको के त्यो खाऊ न दाइले रोटी पनि ल्याउनु पर्छ खै खै अलिकति हजुरसँग दाइले ल्याउनु भएको रोटी चाहिँ खान पर्ने हुन्छ साथीहरू होइन दामी हो यार थ्याङ्क यू यार राजन दा यार ओके ल आज के सम्राटी रोटी रोटी ल साथीहरू के भन्छ अरे दाइलाई धेरै दिनपछि भेटेको अब यसो गफ गर्दै बस्नु पर्यो धेरै मिनट त बसिन्न हामी एकछिन गफसप गरेर कफी सफी खाएर दाइले कफी खानुहुन्छ मैले त खान्न यही रोटी खाएर घरतिर लाग्छु म पनि आजको भ्लग मैले एन्ड गर्न चाहेँ है हाम्रो अघि तपाईँहरूले देख्नुभयो सपिङ गएकोहरू पनि त्यसको चाहिँ म भोलि खोल्छु होइन भोलि खोल्छु अनि पर्सिबाट हाम्रो यात्रा सुरु हुन्छ ल आजलाई म यहीँ समाप्त हुन जान्छु ल राजन दाई राजन दाईलाई पनि भेट भयो एकदम खुसी लागिरहेको छ म राजन दाईसँग एकछिन गफ गर्छु साथीहरू है ल ओके सी यु टुमारो गाइज म अहिले चाहिँ यहीँ भ्लग इन गरेँ है त ल